हामी कहाँ हो कहाँ बाटो थाहै छैन यार बाबा हामी कहाँ हो कहाँ बाटो थाहै छैन यार फर्किने बाटो छैन केटा हो उता त निर्माण त थाहै भएन यताबाट होला कि खाइछ त लड्यो भने माई त्यो माकुरा मुरै माकुराको जालीले त गएर छोपिसक्यो राम्रो चाहिँ आइछ हेलमेटले होइन यार मैले राम्स मात्रै आइज यतिबाट होला बाटो एक्सप्लोर गर्दै केटाहरू यहाँ जङ्गल कस्तो के गरेको यताबाट बाटै खायो सियोरमा पुऱ्याउँछ तँलाई पुगेरै छाड्ने आज राम्स आइज अड्क्यो हेलमेट मात्रै म त्यो बाटोको खोज तलास गर्ने मान्छे होइन यहाँ त छैन क्या बाटो आयो है त कसम छ यार कस्तो बाटो कहिले एक्सप्लोर गर्थ्यो अरुण आयो है अलि त बाटो होइन कि यो त जङ्गल बाटो खोइ छैन हामी जङ्गलको बिचोबिच छौँ यार कहाँबाट जाने पनि थाहै पाइएन क्या फर्किन त उताबाट फर्किन अरुण होइन ल आयो चाहिँ कहाँ रोकेछु बाटो ए माथि 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 छोडमा अरुण के भयो यहाँबाट चढाउँ यहाँ चढेपछि हुन्छ ल म होइन म चढ्ने यहाँ छ भन्ने थाहा छैन हामीलाई यस्तै चढ्नु पर्यो बाटै छैन है बाटै छैन यही हो र थाहा छैन यो सन्तला ल है त समात्दै फाल्छ है गाइज यो बाटो देखे जस्तो सजिलो छैन है गाइज आइज न समात्दै आइज एउटा राम्रोसँग खोइ हेलमेटले रोक्यो म तँलाई हेलमेट कस्तो बाटो आयो यार अब यहाँ हाइट अब त आइयो हेर यहाँ हेर्न मेरो कति फोहोर भयो यार हामी आउनु त आइयो होइन अब यहाँबाट नि तल गएर हामी फाल्दै जाने हो त्यही छोडी रहेछ यहीँ रहेछ आइज अब त मैले ढुक्क पुऱ्याउँछु अब यस्तो बाटो गाउँघर सब छोडेको भएर अलिकति यहाँ कोही पनि नबस्ने भएर हो होइन ऊ आयो नि त यहीँ हो जङ्गल छ होइन त्यत्रो हेर कस्तो चढ्ने हो यहीँबाट झरम म हाम फाल्छु होइन त यहीँ चल जुत्ता राम्रो पर्ने रहेछ कि है त हामफाल ढुक्क ल लाउरे ल आयो है यहाँ नि कता थाहा छैन यहाँबाट ल उयो छैन बाटो यार देश नि छोडी अब यस्तो त्यही भएर हो क्या यार यहाँ यार गाह्रो हो त्यहाँसम्म पुग्नु पाए त आफ्नो घर पुगिहाल्छ त्यहाँबाट झर्न सजिलो छ क्या फेरि यस्तो राम्रो आराम हुन्छ नि यार उताबाट झरमलाई जम्दै हिँड्दा नाइट चल्ने ल कहिले नआएको मान्छे गाउँमा धान है धान केटाहरू यो चाहिँ घाँस हो होइन अब यो मात्र रुगा पनि लगाइसक्यो यो होइन कहाँ जेप्पा धान त नि यो घाँस हो ल कमेन्ट गरिदिनुहोस् है यो घाँस हो कि धान हो आयो अरू नै त यहाँबाट तल ट्याक्क ल हाम्रो चाहिँ पहिला चाहिँ गोठ चाहिँ यहाँ थियो है गोठ चाहिँ यतापट्टि थियो अहिले म देखाउँछु सबै होइन कि घर चाहिँ यहाँ छ है यो चाहिँ हाम्रो घर अब यत्रो जङ्गल भइसक्यो है छानामा चढ्दै जाने हो कि टाढो त नि जाने
बाटै छैन यार त तेरिका त्यस्तो जङ्गल है कसम सोचेको थिएन मैले यति साह्रो त यार तेरिका बाटै छैन यार रहेछ अरू नै हँ खाना चाहिँ हुन्छ सुन्तला रहेछ कि सुन्तला पुग्ने ठाउँ हुनु परेन पनि ढुक्क आस् न ठाउँ यहाँ त समय म घिच्दै गइदिउँ क्या हो घिचेपरि पर्दा ढोकै हिँड्छु सर्प हुन्छ है केटाहरू यार चुना नि खोल्ले चाहिँ थाहै पाएन चप्पलमा थियो यार जुत्ता लगाएर नछिधे तना नछिधे हुन्छ तेरिका अब यस्तै हो छोडेको यार भ्यू चाहिँ फेरि यस्तो छ है केटाहरू भ्यू चाहिँ फेरि मिठो छ नि गाउँघरको भ्यू त यार सुन्तला चाहिँ खारै छाड्ने हो होइन झोलामा हालेर हुन्छ क्यार हुन्छ जाने नि हो सुन्तला होइन सुन्तला राति हो कि त्यो त यार हो नि म झर्छु पहिला होइन ओइ के को बुटो यो सुन्तला होइन यो होइन यो त होइन के हो यो खै के हो यो चिलाउने है के भन्छ कि यसले चिलाउँछ चिलाउँदैन फेरि नाम मात्र होला नि नचलाउनु भयो किन त नाम त्यस्तै म झर्छु भनिदिनु पऱ्यो ल खोइ थाहै छैन ल म झर्छु है त यसले मलाई कहाँ लिएर गयो यार त तेरिका फाइनली बाटो भेटियो ल केटा ल क्याच क्याच लाइज यो पनि ल ले ल हामी चाहिँ अब लाइज यस्तो बाटो आउनु पर्यो यार अब हेरौँ यहाँ जे हुन्छ आइज मैले फेर्ने कपडा ल्याएर छैन कि केटा यी खाल्टो कहाँ खाल्टो पनि थाहा छैन ऊ यहाँ त खाल्टो है उयो धाराको बाटो फाइनली आवर डेस्टिनेसन हाम्रो टोयलेट आइसकेको छ यहाँ यस्तो बाटो हेर्नु त्यहाँ सोचे जस्तो सजिलो चाहिँ छैन होइन ल अब आयो है ल यस्तो जङ्गल छ यस्तो जङ्गलको बाटो छ यार हामी आयो त्यही पनि थ्याङ्क गड नधका रहेछ ये ल आइयो ओके फाइनली आइयो यार ठोकेर छ माथि आइयो यत्रो सङ्घर्षको बादमा यार तर यार डेन्जर मेमोरी छ यहाँ पनि यार हाइट अन्त फोहोर पनि एकदमै लाहा होइन यस्तो भ्लग देखाउनुको लागि यस्तरी आएको छु होइन लाइक सेयर सब्सक्राइब गरिदिनु होला तपाईँलाई मन परोस् नपरोस् होइन मन पऱ्यो भने मात्र सब्सक्राइब गरिदिनुहोस् हामी चाहिँ गाउँ आयो यत्रो छोडेको कति धेरै वर्ष भइसक्यो हामी चाहिँ आयौँ पुलिसको भित्र पैसा होला है कहाँ पैसा के सुनको डब्बाहरू कता घरभित्र छैन कहाँ हुने हो हाइट यस्तो मिहिनेत गरेर हामी आयौँ हेलमेट भित्र हेलमेट पनि यस्तो हो नि त माकुरा हिँड्दा है यस्तो बाटो ल फाइनली हामी चाहिँ हाम्रो घर आयो होइन यस्तो झाडी भयो रहेछ यार सब डेन्जर झाडी भयो रहेछ अब म सब ठाउँ त्यो चाहिँ कोठी भन्ने हुन्थ्यो क्या पहिला के कोठी के भन्थ्यो अनि यहाँ चाहिँ टक्क त्यो थियो पहिला सुरुमा चाहिँ किचन थियो यसमा चाहिँ होइन यहाँबाट पनि देखाइदिनु पर्ला यहाँ किचन थियो सुरुमा चाहिँ अब देखेको छैन होला त्यहाँभित्र त होइन यस्तो माकुराको जाली ला त्यहाँ चाहिँ अब आँसी राख्नको लागि होइन युज हुन्थ्यो क्या यसमा चाहिँ आँसीहरू राख्न होइन कस्तो बल्छ छैन उता मिटर तल गरे खाल नछोड्दै मिटर चापी आइराख्नुहुन्छ नि त अस्ति पनि दिदीहरू आउनुभएको थियो यस्तो भत्केको भूकम्पले भत्केर यस्तो यहाँ चाहिँ पहिला सुरु होइन पहिला किचन थियो सुरुमा चाहिँ पछि चाहिँ अनि पछि के भयो म जन्मेको यहीँ हो क्या यहीँभित्र यहीँभित्र जन्मेको ल केटाहरूलाई जन्मेको ठाउँमा यहीँभित्र जन्मेको अनि यहाँ चाहिँ पछि बाबुले पनि त्यो क्या कुखुराहरू पाल्नु होइन कोही आउँदैन क्या अब जस्तो माकुराहरूले पनि पुरै राखायो भित्र सर्पै होला कोही खाइएन अब अब यहाँ सुन्तला भएको त्यहाँ अब यहाँ चाहिँ आमाहरू पनि बस्थ्यो क्या ऊ त गोठ पनि थियो त्यहाँ जाऊँ न बाटो त सजिलो यहाँ त्यही त ठोकेको सिलाम यार यस्तो बाटो छ क्या यार यस्तो बाटोबाट त्यो चाहिँ भ्लग खासमा भ्लग गर्ने पनि मेरो त्यो थिएन होइन अब बनाइहालौँ न यस्तो ठाउँमा आइसकेपछि त भनेर मेमोरी पनि हुन्छ भनेर चाहिँ गरेको हेर्नु यस्तो औडे खायो कि त्यहाँ गयो भने त अलिकति टोयलेट पनि
टोइलेट पनि यो त आमामा भित्रै घाँस चलाएर टोइलेटमा पनि यहाँ यहाँ चाहिँ आमाहरू बस्नुहुन्थ्यो यार यहाँबाट यो चाहिँ गोठ थियो क्या पहिला सुरुमा चाहिँ पछि चाहिँ आमाहरू पनि बस्नुहुन्थ्यो यस्तो फोहोर यस्तो ठाउँ होइन अहिले त आयो कि उयो माकुरा पनि रहेछ यहाँ त स्पाइडरम्यान केटाहरू हेर्न अब यहाँभित्र देखिन्छ कि देखिन्न अब मैले देखाइन्छ यस्तो थियो अब भित्र गएन हेर्न त्यहाँबाट हैट जुत्ता पनि रहेछ कसको बुवाको जुत्ता हो यार हजुरबाकै जुत्ता जस्तो साँच्ची हो यो छानाहरू पनि पुरै पाल परिसक्यो पहिला कस्तो थियो पहिलाको त अब खिचेकै छैन भिडियोहरू यो मेमोरी हुन्छ भनेर मात्रै खिचेको होइन कहाँ हो जान्छ तल सुन्तला यो त गोठ हेरौँ न पहिला आएको बेला सबै हेरौँ होइन राति त्यहाँदेखि यहाँ टोइलेट आउन पनि लास्ट डर लाउने कि अहिले डर लाग्दो यस्तै डर लाउने यहाँभित्र छिरो मैले एकचोटि अनि सुन्नु न भन्दा नि उहाँहरू के अरे आयो उयो गोठ पहिला गोठ थियो क्या यो गोठमा पनि हामीले आयो यहाँ चाहिँ एउटा खत्तो थियो कि अन्त देखाउँछ होइन यो भित्र आइज न यहाँ चाहिँ होइन यहाँबाट यो त बन्द रहेछ यहाँ अहिले यो के देखिएको थियो कि यहाँबाट चाहिँ माथि जानेवाला थियो होइन यहाँबाट भर्याङ हुँदै गएको थियो पछि यहाँ चाहिँ गोठहरू यस्तै छ यार सब हेर्ने यत्तिकै फालेको रहेछ यार यो कुकुर के अरे भन्छ डोको भन्छ नि सानो डोको रहेछ यहाँ चाहिँ टक्क कुँडोहरू पकाउने मुसाले पनि धुलो पारेर रहेछ यस्तो थियो गाउँ यार यस्तो थियो ल फाइनली यहाँ पनि आयो यहाँ त सिधा पनि उभिन मिलेको छैन कि यस्तो खोइ अब टोक्दैन यहाँ यो त अहिले त यहीँ छोइने कि हेर्न पहिला पहिला त यार यहीँ पुग्न पनि दिन्छ गाह्रो हुन्छ नि यहाँ बसिन्थ्यो यहाँ बसेर टक्क के गरिन्थ्यो यार रमाइलो पनि हुन्थ्यो ल यति हेर्न आएको रमाइलो लाग्यो अब तल त जान सकिन्न होला होइन यतिमा आएर देखाइदिउँ फर्किनु कसरी पनि थाहा टोइलेट पनि होइन यस्तो छ यार पुरै ओइ लडाइनुहोस् न होइन यस्तो छ यार यो बाल्टिन साल्टिन सब यत्तिकै छोडेको अब टोइलेट पनि ढोका लगाइदिउँ पुरै त्यो पुरानो भइहाल्यो ओ यस्तो फोहोर भइ पनि देखाइरहेको छु होइन लाइक सेयर सब्सक्राइब गरिदिनु होला आइयो यार केहीको पर्वाह नगरिकन फेरि यतै घरतिर आइयो होइन सबतिर घाँस पलाएर रहेछ क्या यहाँ हो छुट्टै सुकुन आएको क्या यस्तो गाउँ थियो यार यस्तो छोडा अहिले कोही पनि बस्दैन यहाँ टाउको क्या के भएर यो राम हेर त यार यस्तो अहिले देख्दै नदेखेको यो भगवान् माकुराको जाली जाली यस्तो हो गाउँ स्पाइडरम्यान पुग्यो यहाँ पनि आइयो फाइनली अब फर्किने त होला नि त्यो चाहिँ माथि माथि तपाईँ ढोका खोलेको जानुहुन्थ्यो कि अरे गइएन माथि चिलायो पनि ल अब मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला अब अझै पनि अरू पनि देखाउँछु अब फर्केको पनि होइन हामी रविन्द्रको गाउँ पनि जान्छ त्यसको अर्को भ्लग आउँछ रविन्द्रको घर जाँदाखेरि चाहिँ त्यसको त अब राम्रै छ त्यहाँ बसिरहेको छ यहाँ त कोही पनि छैन होइन अब यहाँ यति बनायो अब फर्किन्छौँ हामी फर्किसकेपछि अब कताबाट फर्किने थाहा छैन फेरि अब कहाँ फर्किने यहाँ हामी फाल्दै गइदिउँ सिधै बाइक बथ्यौँ बाइक बथ्यौँ हामी फाल्दिउँ यस्तो छ यार बाटो यहाँ अब नि यहाँ गरेर होइन यसरी खेलिन्थ्यो क्या यता न यहीँ त्यो राखेर पिङ खेल्ने कि त्यो त कति सानो थियो सोच्न यहाँ राखेर सुई त के अरे दाम्लो हुन्छ नि त्यसले सही झुन्ड्यो नि त भाँचिन्छ भाँचिन्छ अझै दह्रो त डरै छ दह्रो त पहिला के हो जस्तो लाग्छ कपडा सपडा सुकाउने के सुकाउनु रहेछ त्यो होइन ह्याङ्गर यस्तो छ ह्याङ्गर अर्ग्यानिक ह्याङ्गर टक्क भित्र पनि जानु न आएको बेला होइन भित्र बक्स अझै त्यसमा चाहिँ आँसी राख्ने रे केटाहरू ल आँसी हो के अब चाहिएको सामानहरू राख्छ स्टोर रुम यहाँ चाहिँ चाहिएको सामानहरू राख्थ्यो म एक्सप्लेन गरिदिन्छु एकचोटि यहाँ चाहिँ पहिला सुरुमा अब म जन्मिन अगाडि के थियो थाहा होइन होइन यहाँबाट त्यो छ के अरे भर्याङ जस्तो हुन्छ नि त्यो एकछिन हो कि भित्रबाट देखिदिँदा भर्याङ जस्तो यहाँ पनि पछि किचन यहाँ पनि सर्यो यहीँ अहिले पनि छ क्या यहाँ चाहिँ उयो राम्रोसित देखिएन लाइट नभएर है यस्तो थियो उता ऊ कुनै रहेछ त अब के राम्रोसित देखेकै छैन यार गाउँ यो चाहिँ डिजाइनहरू क्या होइन
यहाँ चाहिँ टक्क त्यो कालो त्यो ब्याट्रीको हुन्छ नि त्यो भित्रको कालो त्यो निकालेर पानीमा भिजाएर ठक्क यसरी लाउँथ्यो कि यहाँ पनि यस्तरी टक्क सबै यस्तरी लाउँथ्यो सर र त्यो डिजाइन टाइपको अरूहरूले अब चुना चुना लाउँछ भने चाहिँ यहाँ चाहिँ यस्तो हुन्थ्यो कि अब यति नै अब अरू के देखाउने थियो नि यहाँ अब यहाँ पूजासुजा गरेको रहेछ यहाँ चाहिँ होइन यहाँ के सामानहरू राख्नु भइहाल्यो भित्र त जान पाइएन चाबी लाएर राखेर चाहिँ केही ल्याएन यहाँ बेडरुमहरू यो बेडरुममा है उतापट्टि योबाट चाहिँ मजेरी भन्दै कता सिटिङ रुम टाइपको कि मजेरी राखेको छ यसमा चाहिँ यति नै अब अरू के देखाउने होइन यति भन्दै अब यहाँको यात्रा भ्याइयो अब हाम्रो यति नै होला के छ यहाँ सब यहाँ के छ त नल रहेछ कहिले काहीँ त सर पनि भेटिने क्या यस्तोमा सल हिँड्थ्यो जुत्ता नि चप्पल त त्यहाँ चप्पल रहेछ केटाहरू नल चाहिएको भन है एउटा टक्क नरहेछ क्या अब यहाँहरू चाहिँ क्या त्यही नै हरायो कुन टिमले पनि अब ठुल्ठुलो अरू त दिनु अमिलो थाहा छैन यहाँ केटाहरू सुन्तला अब चढौँ भने हेर न यता चढौँ भने यस्तो रुख छ कसै चढ्ने हो यहाँ टिपौँ भने तल यत्रो यत्रो सानो सुन्तलाहरू छ ए सानो चाहिँ खाल्छौँ है अरू त भेटिन्न डरो है सुन्तला चाहिँ यो बुट एउटा भएन यहीँ अगाडि एउटा बुट छ यो त मरिसकेछ यो तलको त मरेछ हेर्न पुरै यो तल पुरै मरेछ यही मात्र हो बाँकीहरू थुप्रै यति खाल्छौँ त्यो एउटा खोज्नु दिएको खसेर अलिअलि खाम अहिले चित्त बजेन अलिअलि राखेन सुन्तला रविन्द्र लैदिउँ न अलिकति लैदिने हो उयो के टोकिया केटाहरू सुन्तला चोर्न आएकै मान्छेले गाली गर्नु नि आफ्नै हो बाबा होइन तलबाट चाहिँ को बाजेहरूले को बोल्नुभयो ए मनी हो हजुर सुन्तला टिप्न आएको हजुर अब घाँस काट्न आउनु भएको ए अलिक जमिनलाई अलि यति लैजाउँ पुग्ला नि होइन ए को बोल्नु भयो र को बोल्नु भयो यहाँ त सतेर खस्छ यही नि खस्छ देखिन्छ मलाई पनि देखा न यहाँ हाल्दैछौँ है हामी चाहिँ सुन्तला अलिअलि त खानु पर्दैन डाइरेक्ट तलको बारीमा एकैचोटि बाइकमाथि चढ्ला चाहिँ यहाँ खसेन भने कता हराइयो अनि छ कि ऊ यहाँ त खाली रहेछ क्या भेटाउँछ होला मैले थाहा नै ल ट्राई गरौँ है ऊ झर्का अर्को नि खोइ झऱ्यो त्यतै कहाँ झऱ्यो त्यहाँ गयो छोडिदियो यता नजर यति भयो हाम्रो सुन्तला है सबै सुन्तलाहरू अर्ग्यानिक सुन्तला स्मेल कुराले खाइदिनु न त एउटा खाइदिउँ ल यसमा चाहिँ भिडियो बनाएर अर्ग्यानिक सुन्तला अब यस्तो जङ्गलमा आस्ते खानै पऱ्यो कि होइन रविन्द्रलाई चाहिँ एउटा दुइटा लैदिउँ न होइन कोडा पनि टाइम लाउने कि फेरि त्यो हुन्छ है सुन्तला अर्ग्यानिक त्यो मैले बजारमा यस्तो जे पाइदै खायो होला यहाँ अर्ग्यानिक फेरि यो अमिलो पाकेको न रहेछ होइन रहेछ टक्क यस्तरी अमिलो पनि यता यता मिठो मिठो ओ अमिलो रहेछ भाइ केही भयो नि मलाई बाइक चलाउनु त हो नि त होइन ए छ्या हाइट यार औडै भयो आज यति मात्र टिप्न सफल भयो अरू त उता रहेछ होइन सकिएन अरू टिप्न चाहिँ म बस्छु त्यहाँ ठोकी लम्बो भएछ धेरै होइन अब यस्तो छ है फेरि यहाँ यति यसरी उभिनु पर्छ होइन यसरी उभिनु पर्छ
भिडियो बनाइरहेको छु त्यही पनि होइन अब यति सुन्दरलाई टिप्यो अलिकति रविन्द्रलाई लैदिन्छौँ अलिअलि अब खाइहाल्ने अलिअलि चाहियो होइन रविन्द्रलाई लैदिने अब चाहिँ हामी फर्किन्छौँ है मेरो स्टोरेज पनि फुल भयो अब हामी लाग्छौँ आफ्नो घरतिर ल यस्तो छ है घर यो सोतेल झोमा हाल्नु नि है तर अहिले राति बसी डर लाउँछ कि फेरि यस्तोमा राति बस्ने भन्छ यार त तेरिका अब बस्ने भयो त अब 5-6 जना आयो भने चाहिँ बस्न सकिन्छ होइन आउने बाटो छैन यार त 5-6 जना भयो त बस्न सकिन्छ अब यहाँ बाघ पनि कहाँबाट आउला त नि हामी त्यस्तो उफ्रियौँ हाम्रो बाघै आउँदैन आए पनि कताबाट आउला डाइरेक्ट हाम्रो उयोमा के रहेछ यही अब राखिदिउँ है अब पछि हामी फर्किँदाखेरि अब त्यहाँ तल भेट्न जान्छौँ यसो अब चाहिँ हामी फर्किन लाग्यो है अब यहाँ अरू हाम्रो साथीको चाहिँ ज्याकेटै हराइसकेको छ अब कता थाहा छैन हामी आएको उयो के भयो तर्साउनु नदिने यार जाने अहिले हामी आएको यहाँ होइन यता जाने यार मेरो यो मुख सुकेर अघिदेखि यस्तो यस्तो गरेको छु पुरै मुख सुकेर यार यहीँबाट उयो नतर्साने यार नतर्साने यार यहाँ खाल्टो है अरू नाम्सी यहाँ टाइप नगर्न यहाँ खाल्टो लोकेर म जान्छु नि तल यहाँरै भेट्यो त नि यहाँ यहाँ फालेर अब यहाँ कपडा यस्तो भइसक्यो अब फेर्ने कपडा नि ल्याएन यार रोके चढ्ने क्याएर त नि आइन त आइयो ओ त्यहाँ खाल्टो है राम्सी रातोमा चढ्छु भाइ त्यसमा कता आएन थाहा ल त यस्तो छ यार छोडिनस् नि होइन फेरि तलतिरै हो क्या ब्याक टु द होम ल थाल ल के समात्ने यार आइज आइज न आइज यहाँ आउँदैछु आइज आइज म समात्न सक्दिनँ आइस ल पहिला यस्तो सजिलो बाटो हेर्न अहिले आएर कस्तो भयो यार ऊ जाने ऊ त्यहाँबाट के जाने ऊ त्यही गीत रहेछ क्या हो ए दुःख पायो भने त्यहाँ ऊ त्यहाँ गेट मैले देखाउँछु है अहिले त्यहाँ गएर देखाउँ हामी चाहिँ लडेर चाहिँ अब आइयो यस्तो बाटो गएर यार अब चाहिँ हामी खानासाना खान्छौँ अनि फेरि भेटौँला अब अर्को अब फेरि बनाइसकेपछि त्यसमा भेटौँला है त ल एउटा रहेछ के भन्छ कुडो भन्छ नि यसलाई बाटो देखेन अनि ठिक बार त लिइहालेको पछि होइन चम्चाले म ठिक खानु खासै खाएन